उम्, मेरो मिनी ब्लग सुरु हुन्छ। म मिनी ब्लग सुरु गर्नु गइरहेको छु। हेर्नु आजदेखि चाहिँ मेरो पहिलो मिनी ब्लग हेर्नुहोस्। म चाहिँ युनिभर्सिटीको यो मन्दिरमा आइरहेको छु। युनिभर्सिटी कम्प्लेक्सभित्र छ र हामी चाहिँ मिनी बस्छौँ। तर मेरो सबै कुरो यहाँनिर आएपछि चाहिँ मेरो एक प्रकारको नस्टल्जिक फिलिङ म भित्र आउँछ र म यो एरियामा बेसी आउनु सक्दिनँ है। मलाई एक प्रकारको भित्री पेन हुन्छ। सपनाहरू जति थियो करियर सम्बन्धी यहीँ नै सन्जोएको थियौँ होइन, यहीँ नै सम्हालेको थियौँ। यहाँनिर हेर्नुहोस् न, यो छ यो गभर्नरबाट मैले पनि यहाँनिर एउटा स्वर्ण पदक प्राप्त गर्ने अवसर पाएको थिएँ होइन। यो सालबनमा प्रेमी जोडाहरू हिँड्थे अरे। यहाँ मेरो साथी छ। यो मन्दिरलाई हामीले यस्तो वास्ता त्यति बेला गरेनौँ, पाएनौँ पनि। समय नै हुन्थेन कि हामीलाई, अब केटाकेटी भएर हामीलाई वास्ता नभएको कि आज झन्डै 30 वर्ष बाद मलाई उयो लाग्छ होइन, फिल हुँदैछ। र यहाँनिर हेर्नुहोस् न, यो सालबन धेरै चेन्जेसहरू आयो होइन। युनिभर्सिटीको यो इन्फ्रास्ट्रक्चरमा मैले देख्दैछु। बिल्डिङहरू पनि थुप्रै एउटा बिल्डिङ अर्कै जग्गा सरेको देखेँ होइन। म मेरो आफ्नो डिपार्टमेन्ट पनि अर्कै जग्गा देखेँ। एडुकेसन डिपार्टमेन्ट थिएन, त्यो मैले देख्दैछु। मैले भित्री होइन, म बाहिरी हेर्दैछु। र यो यसको अगाडि चाहिँ यहाँनिर ह्युमन रिसोर्स स्कलरहरूको एउटा होस्टेल थियो, त्यो पनि अहिले म्यानेजमेन्ट भएछ। म्यानेजमेन्ट सायद पर थियो पोस्ट अफिस छेउमा। अहिले यस्तो चेन्जेसहरू आएको छ। चेन्जेस त संसारको नियमै हो, परिवर्तन संसारको नियम हो। र यसलाई हामीलाई त्यति उयो त छैन र पनि कता कता डुब्दो रहेछ परिवर्तनले। र यो यस्तो चाहिँ यहाँनिर कन्भोकेसन हलको बाहिर हामी निस्किँदैछौँ। त्यो एरियाबाट अब हामी मेन रोडमा जाइरहेको छौँ। एकदमै सुन्दर छ। अन्त यो पिएचडी इन म्यानेजमेन्ट, डिपार्टमेन्ट अफ म्यानेजमेन्ट। राम्रो छ भाइ, थ्याङ्क यू।